अहिले म उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारमा छु र यो स्केट पार्क तपाईहरुले देखिरहनु भएको यो उदयपुर गाईघाटको सदरमुकाम विद्युत लाइनमा रहेको यो उदयपुर स्केटिङ पार्कमा छु र एकदमै रोमाञ्चक रूपमा यो खेल खेलिएको छ र म तपाईहरुलाई यो दृश्यमा देखाइरहेको छु। एकदमै भव्य र एकदमै रोमाञ्चक तरिकाले रमाइलोका साथ खेलिएको स्केटिङ पार्क छ। तपाईहरुलाई मैले अहिले यो दृश्यमा देखाइरहेको छु र हामी यहाँ स्केटिङ पार्क सँग खेलिरहेका हामी यहाँका खेलाडीहरूसँग पनि कुराकानी गर्छौँ। एकदमै रोमाञ्चक खेल छ। कस्तो लाग्छ यो खेल? धेरै नै रमाइलो हो। अनि यो खेल एकदमै जोखिम पनि छ होइन? के लाग्छ? धेरै नै जोखिम हो यो खेल खेल्न कहाँबाट सिकियो? आफैले नै। धन्यवाद। ठिकै हो भनौँ। यो चाहिँ एकदमै रमाइलो खेल हो। अब है कस्तो अब एक्लै भएको बेला है टाइम पास हुँदैन है, यो खेल्दाखेरि चाहिँ अब आफूलाई एकदमै राम्रो फिलिङ आउँछ। अब म चाहिँ यो स्केटिङ पार्कमा चाहिँ जहिले नै खेल्दा आएर यहीबाटै सिकेको हो मैले चाहिँ। मेरो घर मन्सुर हो। यो खेल खेल्न एकदमै सक्नु भएको छ। कस्तो छ? फर्स्ट टाइम खेलेको एकदम दामी छ। मलाई भाइले सिकाइदिएको होइन र मलाई फर्स्ट टाइम आएको, मलाई भाइले सिकाइदिएको एकदम दामी छ। ल हस्, धन्यवाद। हस्, थ्याङ्क यू। पछिल्लो तपाईँहरू एकपल्ट नगरपालिका पनि जानुभयो स्थानीय सरकार गुहार्न, के कारण थियो त्यो स्थानीय सरकारसँग? स्थानीय सरकारसँग चाहिँ हामी खासको चाहिँ के थियो नि, हाम्रो पनि त्यही माग थियो र स्थानीय सरकारको पनि माग थियो, एउटै मिल्यो। हामीले विशेष गरी के स्केट पार्कको बढ्दो यहाँ चलिरहेको छ, एउटा सङ्घ बनाऊ, त्यस पछाडि एउटा इन्सुरेन्स प्रविधि भयो भने हामीले यहाँ कोही भनौँ न अब इन्सुरेन्स गरियो भने त हामीले पनि टाउको दुखाइ कम हुन्छ नि त अलिकति। अब इन्सुरेन्स भने तपाईँको हरेक मान्छेलाई पनि सहुलियत छ। एक्सिडेन्ट बाइचान्स यो भवितव्य एक्सिडेन्ट हुने हो नि त, यो खास गरी त अब जानी एक्सिडेन्ट हुने होइन, भवितव्य एक्सिडेन्ट हुने भएको कारणले गर्दाखेरि र केही पनि राहत मिलोस् उहाँहरूलाई भन्ने कारणले गर्दा एउटा इन्सुरेन्सको चाहिँ प्रविधि हामीले छिटोभन्दा चाँडो गरिरहेका छौँ हामीले यहाँ चाहिँ। यो खेल जति नै रोमाञ्चक र रमाइलो छ, यो खेल त्यति नै जोखिमको अवस्था पनि छ। यो खेललाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने हो भने युवा युवतीहरूको आकर्षण थप बढ्दो देखिन सकिन्छ। समृद्ध नेपालको लागि क्यामेरामा समूह मगरको साथमा सौरभ मगरको स्थलगत रिपोर्ट, गाईघाट उदयपुर।